हेलो नमस्ते, म न्युरोलोजिस्ट कृष्ण नेपाने। के छ, सन्चै हुनुहुन्छ? सन्चै हुनु पर्यो। आज म तपाईँ जो पनि व्यक्ति 3 नम्बरबाट रुलिङ हुने व्यक्ति, जस्तो कसैको जन्म 3, 12, 21 र 30 मा जन्म भएको व्यक्तिलाई 3 नम्बरले रुलिङ गर्छ। 3 नम्बर भनेको देव गुरु बृहस्पति है त। गुरु बृहस्पतिले रुलिङ गर्ने मान्छेको स्वभाव कस्तो हुन्छ? एकदमै ज्ञानी, नलेजेबल मान्छे र तपाईँको क्रिएटिभ माइन्ड, इन्ट्युसन पावर एकदमै राम्रो भएको, तर्क वितर्क लोजिकमा कसैले पनि हराउन नसक्ने एकदमै विश्लेषणात्मक मान्छे हुन्छ र राम्रो खालको राइटर अथवा फिल्म लेख्न सक्ने शक्ति भएको फिल्म राइटर पनि हुनसक्छ है त। फिल्म कथा कविताहरू है त, त्यस्तो हुन्छ। अनि त्यसपछिको कुरा के हुन्छ भन्नुहुन्छ भने 3 नम्बरको पोर्टफोलियो भनेकै नलेज हो। तर कतिपय कुराहरूमा के भइदिन्छ भन्नुहुन्छ भने त्यही नलेज नै आफ्नो असफलता भनिदिन्छ कि अथवा बाधक भनिदिन्छ। किन भन्नुहुन्छ भने थोरै जान्यो भने लेभलमा जान्छ, तर जानेको भन्दा पनि धेरै गर्न थाल्यो भने बिग्रिन्छ। त्यसैले गर्दाखेरि अलिकति ख्याल गरेर अगाडि बढ्ने, भिजुअलाइजेसन गर्न सक्ने शक्ति एकदमै राम्रो हुन्छ है। इन्ट्युसन पावर एकदमै राम्रो भइहाल्यो। कुनै पनि घटनाहरू घट्ने, जस्तो महिना दिन 2 महिना पछि घट्ने घटनाहरू पनि पहिले नै जानकारी हुन्छ, अथवा आफूलाई शङ्का लागेको कुरा जस्तो हुन्छ कि घटना घटिदिन्छ। त्यसैले गर्दाखेरि एकदमै ख्याल गर्नु होला। जो पनि व्यक्ति 3 नम्बरले रुलिङ हुन्छ उहाँले चाहिँ विशेष गरेर नन भेजबाट टाढै बस्नु होला। नन भेज भनेको माछा मासु लिकर होइन, यसबाट टाढै बस्नु होला। अब यो खाएपछि के हुन्छ नखाएपछि के हुन्छ भन्ने कुरा अलग छ। जस्तो तपाईँको खाएपछि त ठिकै हुन्छ, केही नहुँदैन, तर खाइसकेपछि यसले के असर गर्छ भने अरू केही गर्दैन, सफलतामा चाहिँ ब्रेक लगाइदिन्छ। त्यसले गर्दाखेरि सफलतामा ब्रेक लगाउने चिज किन खाने? त्यसैमा पनि गुरु है त। त्यसले गर्दाखेरि ख्याल गरेर